सम्पूर्ण श्रोताहरूलाई नमस्कार। आज पनि म तपाईँहरू समक्ष ओशोको सम्भोगबाट समाधितिर पुस्तकको 5औं दिनको प्रवचनहरूको सारांश लिएर उपस्थित भएको छु। यस 5औं दिनको प्रवचनमा ओशोले समाधि, सम्भोग ऊर्जाको आध्यात्मिक नियोजन भन्ने शीर्षकमा आफ्नो विचार राख्नुभएको थियो। यस प्रवचनको सुरुमा ओशोले एउटा उदाहरण प्रस्तुत गर्नुभएको छ। कल्पना गर्नुहोस्, एउटा मानिसले बजारबाट गन्हाउने मल किनेर ल्याउँछ र आफ्नो घरको आँगनमा थुपार्छ। त्यो मल यति धेरै गन्हाउँछ कि बाटो हिँड्ने मानिसहरूलाई पनि सास फेर्न गाह्रो हुन्छ। तर अर्को एकजना समझदार मानिसले त्यही गन्हाउने मललाई आफ्नो बगैँचाको माटोमा हाल्छ र त्यसमा फुलका बिउहरू रोप्छ। केही समयपछि त्यहाँ सुन्दर फुलहरू फुल्छन् र तिनको सुगन्धले पुरै छिमेकीलाई सुगन्धित बनाउँछ। ओशो सोध्नुहुन्छ, के तपाईँले कहिल्यै सोच्नु भएको छ त्यो फुलको सुगन्ध वास्तवमा त्यही गन्हाउने मलको रूपान्तरण हो? मलको दुर्गन्ध नै बिउको माध्यमबाट फुलको सुगन्धमा बदलिएको हो। ठिक यसै गरी जसलाई हामी काम वासना वा सेक्स भन्छौँ, त्यो मल जस्तै हो। यदि यसलाई बुझेर रूपान्तरण गर्ने हो भने यो प्रेमको परम सुगन्ध बन्न सक्छ। तर जसले काम वासनालाई शत्रु मान्छ र यसको विरोध मात्र गर्छ, उसले यसलाई प्रेममा कसरी बदल्न सक्छ? ओशो जब बम्बईको एउटा ठुलो सभामा कबीरको भनाइ उद्धृत गर्दै सत्यको यो कुरा मानिसहरूलाई सुनाउनुहुन्छ, तब त्यहाँ उपस्थित साधारण मानिसहरू निकै खुसी भए। तर त्यहाँ बसेका नेता र धर्मगुरुहरू भने ओशो मञ्चबाट ओर्लिनुभन्दा अगाडि नै भागिसकेका थिए। ती भाग्ने मानिसहरूले बाहिर गएर हल्ला फिजाए कि ओशोले सेक्सको कुरा गरेर धर्मको विनाश गर्दैछन्, मानिसहरूलाई अधार्मिक बनाउँदैछन्। तर ओशो दृढताका साथ भन्नुहुन्छ कि अज्ञानताले मानिसलाई अधार्मिक बनाउँछ, ज्ञानले कहिले हानि गर्दैन। आज मानिसहरू यौनको मामिलामा यति धेरै विकृत र पागल हुनुको कारण यौनको ज्ञान भएर होइन, बरु हजारौं वर्षदेखि समाजका तथाकथित नैतिक उपदेशकहरूले मानिसलाई यस विषयमा अज्ञानताको अँध्यारोमा राखेको कारणले गर्दा हो। त्यसपछि ओशो हामीलाई काम वासना अथवा सेक्स अनुभवका 3वटा गहिरा मञ्च वा तहहरूमा लैजानुहुन्छ, जसको बारेमा सायद हामीले कहिल्यै पनि सोचेका छैनौँ। पहिलो तहमा यसको व्याख्या यस प्रकारको छ। यो शरीरको तह हो। जब कोही मानिस वेश्या कहाँ जान्छ, उसले शरीर मात्र किन्न सक्छ, मन वा आत्मा किन्न सक्दैन। त्यस्तै पूर्वका समाजहरूमा जहाँ प्रेम बिना नै जात, धन र पण्डितको हिसाबमा विवाह हुन्छ, त्यहाँ पनि सेक्स शरीरको तहभन्दा तल जान सक्दैन। यस्तो विवाहमा र वेश्या कहाँ जानुमा खासै तात्विक भिन्नता छैन। फरक यति मात्र हो कि वेश्यालाई एक दिनको लागि किनिन्छ भने पत्नीलाई जीवनभरको लागि। तर यसको एउटा फाइदा छ, शरीर ढुङ्गा जस्तै स्थिर हुन्छ। त्यसैले शरीरको तहमा जोडिएको विवाह लामो समय टिक्छ, समाजमा स्थिरता आउँछ। तर यो अनुभव यन्त्रवत र निरस हुन्छ। त्यस्तै गरी दोस्रो तह हो मनको तह। बात्सुयानदेखि पश्चिमी मनोवैज्ञानिक फ्रायडसम्मले यसै तहको मात्र कुरा गर्नुभएको छ। पश्चिममा हुने प्रेम, विवाह मनको तहमा हुन्छ। यो शरीरभन्दा गहिरो त हुन्छ, तर मन पारो जस्तै अत्यन्त चञ्चल हुन्छ। अहिले एउटा कुरा सोच्ने मनले 1 घण्टा पछाडि अर्कै कुरा सोच्छ। ओशो लै बायरनको एउटा उदाहरण दिनुहुन्छ, जसले एउटी स्त्रीसँग चर्चमा विवाह गरेर बाहिर निस्किँदै गर्दा बाटोमा हिँडिरहेकी अर्की स्त्रीलाई देखेर आफ्नी नवविवाहित पत्नीलाई बिर्सिएका थिए। मन यति चञ्चल हुने भएकाले नै पश्चिममा विवाहहरू टिक्दैनन् र पारपाचुके अथवा डाइभोर्स धेरै हुन्छन्। तर यी दुवै तहभन्दा फरक तेस्रो तह हो, जसलाई भनिन्छ आध्यात्मिक यौन। यो यस्तो तह हो जहाँ दुई आत्माहरू मिल्छन् र मिलन अनन्त कालसम्मको लागि स्थिर हुन्छ। यो सुन्दा अचम्म लाग्न सक्छ, तर ओशो भन्नुहुन्छ, एउटी आमाको आफ्नो छोराछोरीप्रतिको प्रेम यही आध्यात्मिक काम वासनाको हिस्सा हो। एउटी स्त्री आफ्नो पतिसँग केवल 1 क्षणको लागि मात्र आफ्नो अस्तित्वको तहमा जोडिन्छ। तर एउटा बच्चा
9 महिनासम्म आमाको सास रगत र हृदयसँग जोडिएको हुन्छ। त्यसैले स्त्री जबसम्म आमा बन्दिनन् उनी कहिल्यै पूर्ण रूपमा तृप्त हुन सक्दिनन्। पतिले कहिल्यै पनि पत्नीलाई त्यो गहिरो सन्तुष्टि दिन सक्दैन जुन सन्तुष्टि सन्तानबाट प्राप्त हुन्छ। तपाईँले ध्यान दिनुभएकै होला, जब एउटी स्त्री आमा बन्छिन् शारीरिक सम्बन्धप्रतिको उनको रुचि एक्कासी कम हुन्छ, किनकि उनले मातृत्वको निकै ठुलो रस पाइसकेकी हुन्छन्। आमा नबनेकी स्त्री पहाडबाट खस्दै गरेको छहारी जस्तै हुन्छ, जसमा दौड र आवाज हुन्छ, तर आमा बनेपछि उनी मैदानमा बगेको नदी जस्तै शान्त हुन्छन् र उनको अनुहारमा आध्यात्मिक दीप्ति छाउँछ। उसो भन्नुहुन्छ कि पश्चिमका स्त्रीहरूले सेक्सको आनन्द घट्ने डरले आमा बन्न इन्कार गरिरहेका छन्, जसले गर्दा भोलि पश्चिमको जनसङ्ख्या नै सङ्कटमा पर्न सक्छ। वास्तवमा जब स्त्री र पुरुष बीचको प्रेम अत्यन्त गहिरो हुन्छ, तब पति पनि पत्नीको लागि एउटा छोरा जस्तै बन्न पुग्छ। पतिको हात आफ्नी पत्नीको स्तनतर्फ जानु जुन बच्चाले आमाको स्तन जस्तै हो, र पत्नीको हात पतिको कपाल चुम्चिमाउन पुग्नु त्यो आध्यात्मिक प्रेमको पूर्णता हो। तर यो आध्यात्मिक काम वासनालाई कसरी बुझ्ने? फ्रायड जस्ता मनोवैज्ञानिकले केवल रोगी र विकृत यौनको मात्र अध्ययन गरे। उनीहरूले आध्यात्मिक सेक्सको कल्पनासम्म गर्न सकेनन्। उसो भन्नुहुन्छ, यसलाई बुझ्न तन्त्रको विज्ञानलाई बुझ्नुपर्छ, जसको जिउँदो प्रमाण खजुराहो हो, कोणार्क र पुरीका मन्दिरहरू हुन्। यदि तपाईँ खजुराहोको मन्दिरमा कुदिएका नग्न मैथुनरथ मूर्तिहरूलाई हेर्नुहुन्छ भने तपाईँलाई त्यहाँ कुनै अश्लीलता वा वासनाको ज्वरो देखिने छैन, बरु ती मूर्तिहरूको अनुहारमा बुद्ध र महावीरको जस्तो परम समाधि र शान्ति झल्किनेछ। ती मूर्तिहरू हजारौं वर्षसम्म ध्यानका माध्यम थिए। अति कामुक मानिसहरूलाई ती मूर्ति अगाडि ध्यान गर्न पठाइन्थ्यो। जसरी बाटोमा दुईजना मानिस झगडा गरिरहेको हेर्दा हाम्रो भित्रको लड्ने प्रवृत्ति बाहिर निस्केर शान्त हुन्छ, ठिक त्यसै गरी मैथुनरथ मूर्तिहरूलाई ध्यानपूर्वक हेर्दा मानिसभित्रको पागल काम वासना बाष्पीकरण भएर उडेर जान्छ। ओशो एउटा गजबको कथा सुनाउनुहुन्छ। एउटा कारिन्दा आफ्नो मालिकसँग यति धेरै रिसाएको थियो कि ऊ जुत्ता फुकालेर मालिकलाई हेट्टाउन चाहन्थ्यो। एउटा मनोवैज्ञानिकले उसलाई घरमा मालिकको फोटो राखेर दैनिक 5 जुत्ता हिर्काउन सल्लाह दिए। केही दिनमै त्यो मानिसको क्रोध हरायो र ऊ मालिकप्रति अत्यन्त विनयी बन्यो। फोटोवाला जुत्ता हान्दा उसको भित्रको क्रोध बाहिर निस्किएर शान्त भयो। खजुराहोका मन्दिरहरूले पनि सेक्सको मामिलामा ठिक यही काम गर्छन्। उसो भन्नुहुन्छ, भारतका गाउँ गाउँमा अरू मन्दिरहरू होइन, खजुराहोको जस्ता मन्दिर हुनुपर्छ। तर यस्तो सत्य बोल्दा समाजका ठेकेदारहरूलाई पच्दैन। उसलाई कसैले नाम र ठेगाना नलेखिकन पत्र पठायो, यस्ता कुराहरू बन्द नगरे तपाईँलाई किन गोली नहान्ने? उसो हाँस्दै जवाफ दिनुहुन्छ, मलाई गोली हान्न हतार नगर्नुहोस्। यदि जिसस क्राइस्टलाई सुलीमा नचढाएको भए संसारले उनलाई उहिल्यै बिर्सिसक्थ्यो। सुकरातलाई विष नपिलाइएको भए वा गान्धीलाई गोड्सेले गोली नहानेको भए उनीहरू यति अमर हुने थिएनन्। उसो भन्नुहुन्छ, खाटमा सुतेर मर्नु त व्यर्थ मर्नु हो, गोली खाएर मर्न पाइयो भने त मेरो विचार सधैँको लागि अमर हुनेछ। ओशो आफूलाई महात्मा भन्न रुचाउनुहुन्न। उहाँ भन्नुहुन्छ, मलाई महात्मा हुनु छैन, म त यो संसारमा महान मनुष्यता चाहन्छु। जसरी डाक्टरहरू भित्रभित्रै मानिस बिरामी परिरहन् भन्ने चाहन्छन् ताकि उनीहरूको व्यापार चलिरहोस्, त्यसै गरी समाजका यी नैतिक उपदेशकहरू पनि समाजमा भ्रष्टाचार र व्यभिचार फैलिरहोस् भन्ने चाहन्छन् ताकि उनीहरूको उपदेश दिने मञ्च टिकिरहोस्। ओशोलाई कसैले एउटा अत्यन्त महत्त्वपूर्ण प्रश्न सोधेको थियो, यदि सबैले सेक्सलाई त्यागेर समाधि वा ब्रह्मचर्य प्राप्त गरे भने यो संसारमा सन्तान कसरी जन्मिन्छन् नि? उसो भन्नुहुन्छ, आजको संसारमा सन्तानहरू सेक्सको कारणले जन्मिन्छन्, तर ती सन्तानहरू कसैको चाहनाले जन्मिएका होइनन्। मानिस सेक्सको आनन्द लिन जान्छ, तर बीचमा दुर्घटनावश बच्चा जन्मिन्छन्। आजका बच्चाहरू उत्पादन होइनन्, उनीहरू त सह उत्पादन हुन्। गहुँ फलाउँदा भुस निस्किए जस्तै उनीहरू नबोलाइएका अतिथिहरू हुन्। त्यही भएर आजको मानिस यति धेरै दुःखी र चिन्तित छ। हजारौं वर्षदेखि मानिसले गर्भनिरोधका उपायहरू खोजेर बच्चा
नजन्माइकन सेक्सको मात्र मज्जा लिने प्रयास गरिरहेको छ। तर जब संसारमा ब्रह्मचर्य व्याप्त हुनेछ तब सन्तानहरू यसरी दुर्घटनावश जन्मिने छैनन्। यो नयाँ संसारमा मानिसहरूले सेक्सलाई केवल एउटा पवित्र आत्मालाई निमन्त्रणा दिने माध्यमको रूपमा मात्र प्रयोग गर्नेछन्। जसरी तपाईँ हवाईजहाज चढेर कतै जानुहुन्छ, तपाईँलाई जहाजसँग कुनै मोह हुँदैन, केवल गन्तव्यसँग हुन्छ। त्यसै गरी ब्रह्मचर्य प्राप्त गरेका मानिसले केवल बच्चा जन्माउनको लागि मात्र सेक्सलाई माध्यम बनाउनेछन्। आज हामी बच्चाबाट बचेर सेक्स भोग्ने प्रयास गर्दैछौँ। भोलिको ब्रह्मचर्यको दुनियाँमा मानिसहरू यौनको वासनाबाट बचेर बच्चा जन्माउनेछन्। कल्पना गर्नुहोस्, त्यसरी जन्मिएका बच्चाहरू कस्ता होलान्? उनीहरू बुद्ध वा महावीर जस्ता हुनेछन्। उनीहरूको आयु लामो हुनेछ, उनीहरूमा रोग लाग्ने छैन र उनीहरू जन्मजातै विचारशील र धार्मिक हुनेछन्। उनीहरूलाई धर्मको उपदेश दिइरहनु पर्दैन, किनकि धर्म उनीहरूको श्वास प्रश्वासमै हुनेछ। आज जसलाई राति निन्द्रा लाग्दैन उसलाई कसैले म त ओछ्यानमा पल्टिने बित्तिकै निनाउँछु भन्यो भने पत्याउन गाह्रो हुन्छ। त्यसै गरी आजको विकृत समाजलाई भोलिको त्यो सुन्दर ब्रह्मचर्यको दुनियाँ पत्याउन गाह्रो भइरहेको छ। तर शारीरिक काम वासनालाई आध्यात्मिक काम वासनामा बदल्न सकियो भने त्यो नयाँ जीवनको सुरुवात अवश्य हुनेछ। यस सँगसँगै आजको ओशोको सम्भोगबाट समाधितिरको प्रवचनको 5औं श्रृङ्खलाको सारांश यतिमै अन्त्य हुन्छ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यदि तपाईँहरूलाई अन्य कुनै पुस्तकको बारेमा सुन्न इच्छा भए कमेन्ट बक्समा हामीलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्न र मन पर्यो भने आफ्ना साथीहरूमाझ सेयर गर्न नभुल्नुहोला। चाँडै नै अर्को प्रवचन श्रृङ्खलाको अर्को सारांश लिएर यहाँहरू समक्ष उपस्थित हुने बाचा गर्दै म प्रस्तुता यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु। नमस्कार।